ल अब सबैलाई जय मङ्गल नमस्कार। आज चाहिँ अब हामी यो चुनावी अभियान लिएर चाहिँ हाम्रो आदरणीय मामा हुनुहुँदो रहेछ। मामा नमस्ते। नमस्ते नमस्ते। अनि मामा चाहिँ फेरि यहाँ जति नि मङ्गलको केटाहरू ठिटाहरू आउँदा तपाईँको त भतिजो पऱ्यो होइन एम भाइ त? हजुर छोरा पऱ्यो, छोरा भतिजो, सालीको छोरा, सालीको छोरा होइन। त्यही भएर अब यो यो ठकुरीहरूले दुःख पायो भने मगर गाउँ पस्नु भन्छ अरे क्या। अब हाम्रो यो मङ्गलको कार्यकर्ता चाहिँ दुःख पायो बास पाएन भने ठुलो बाउ हजुर मामा खोज्दै आउने चलन छ। त्यसमा हजुरहरूले एकदम सघाइ हुनुभएको छ, साथी हुनुभएको छ, बास दिनुभएको छ, गाँस दिनुभएको छ होइन। त्यसलाई त एकदम धन्यवाद। धन्यवाद। अनि आज चाहिँ कुरो एउटा इन्ट्रेस्टिङ लागेर चाहिँ एउटा रेकर्ड गरेर राखौँ भनेर क्या मामा। एक त यो महामानव डाक्टर गोपाल गुरुङ चाहिँ लामा गुरुङै हो। त्यही माथि पैँचो लामा के पैँचो लामा मामाहरू के पर्नु हो त्यही हो हामी मामा पनि पैँचो लामा पर्नुभयो होइन। अनि लामाकै छोरा पर्नुभयो, लामा नै पर्नुभयो। अनि अर्को इन्ट्रेस्टिङ कुरा चाहिँ उहाँ त पहिला त पत्रकार हुनु, पहिला त शिक्षक हुनुहुन्थ्यो, पत्रकार। अनि पत्रकार हुँदाखेरि चाहिँ उहाँले देश विदेश होइन, उत्तर कोरिया, जर्मन होइन, जापान त पुरस्कार थाप्नु जानुभएको। अनि चीन होइन, अनि जर्मन, उत्तर कोरिया, जापान सबै डुल्नुभयो क्या। उहाँको भ्रमणहरूको बारेमा चाहिँ पुस्तकमा छ। र नेपाल त अधिकांश सबै डुल्नुभयो उहाँले होइन। सुदूरपूर्व इलामदेखि लिएर यता म्याग्दी होइन, अनि पर्वत सबै चाहिँ उहाँले डुल्नुभयो। लमजुङमा ठुल्ठुलो सभा गर्नुभएको रहेछ। अनि यो सबै के अरे गाउँको पाहाडहरू कुना कन्द्रहरू डुल्दाखेरि चाहिँ उहाँले चाहिँ यो पनि एउटा अघि एकछिन इन्ट्रेस्टिङ कुरा त्यो जडीबुट्टी क्या, त्यो सर्पले टोकेको ठाउँमा लाउने जडीबुट्टीको बारेमा उहाँले पनि यो वन जङ्गलमा कता पूर्वतिरको वन जङ्गलमा चाहिँ त्यहाँ के पाउनु भएछ भने एउटा रुखको बोक्रा के बोक्रा चाहिँ तपाईँको पिनेर लाउने राति अनि साँझ परेपछि लाएर रातभरि हिँड्ने त्यस्तो नि फेला पार्नु भएछ क्या। अनि उहाँले चाहिँ के भन्छ अरे त्यो बेर्ना चाहिँ त्यो बोक्रा निकै खोज्नु भएछ, तर त्यो पत्ता लाउनु सक्नु भनेर क्या। त्यो चाहिँ एउटा कुरो उहाँले होइन हाम्रो अहिले प्रेसिडेन्ट बुद्धलाल मेजीले सुनेर हुनुहुन्छ क्या। भनेपछि त्यो कति अचम्म होला त। अब लाइट नि चाहिएन होइन, अब दिउँसो सुत्ने रातभरि हिँडे भइहाल्यो। अनि त्यसलाई चाहिँ अब शक्तिको दुरुपयोग गर्यो भने त्यो अब चाहिँ पुलिस प्रशासनले आर्मीले नि भ्याउँदैन भ्याउने भयो होइन। राति हिँड्ने त्यस्तो चाहिँ एउटा इन्ट्रेस्टिङ कुरा मैले सुनेको थिएँ क्या। बोक्रो लाउने दल्ने अनि हिँड्ने रे त्यस्तै। अब अघि हजुरले भन्नुहुँदाखेरि मामाले भन्नुहुँदाखेरि चाहिँ त्यो